ऊ भन्दा ऊ बलियो छ अहिले त होइन बाउभन्दा त छोरै बलिल्याउने भयो जसको पनि यस्तो छ नि सबै बाउले बिगारेको हो नि संस्कार एउटा होइन त्यो चाहिँ एउटा दुवा एउटा शिक्षा एउटा दिएको भए आज त्यो दिन देख्नै पर्थेन छोरा छोरा आफ्नो काममा हिँड्थ्यो बाउ बाउ काममा हिँड्थ्यो आमा काममा हिँड्थ्यो त्यो घरमा आफ्नो भाडा बोकेपछि त्यो घरमा स्वतः खुसी हुन्छ त्यो बेला स्वतः खुसी अघि बढ्ने शक्ति हुन्छ गौतम बुद्धले त्यही भनेको छ सुख दुःख धनी सबै तिमीमा पनि बस्छ कसैको जिम्मेवारी छैन जस्तो अहिले मेरो दुईवटा छोरा छ अहिले मेरो बुढो मेरो बिचबाट जन्मिएको चिज हो मैले राम्रो सोच्यो राम्रो मार्गदर्शन गर्यो राम्रो दुवाउने कार्य गर्यो राम्रो संस्कार दियो भने उसले त्यही शिक्षा त्यो अनुसारको जीवन आचरण गर्छ सिक्ने त आमाबालै हो त्यसरी हो कि मान्छेले गयो उनीहरू मोटाउँदै गयो अनि विपत्तिमा उनीहरू पर्यो को पर्ने अब कपडा सुत्छ रक्सी कति प्लेट खान्छ त्यसले तपाईँले एकदम राम्रो कुरा गर्नुभयो एकदम भयो थाहा भएकै मान्छे उनीहरूकै आफ्नो त्यो भएर सेवा जीवन अगाडि बढाउनले मिहिनेत गर लागु पैसा मेरो साथीहरू आँगा गरेर गाडी चलाइसक्यो मेरो त साइकल पनि छैन नाम चाहिँ बेउ ठुलो हो फेरि हजुर यो एक्लै बच्ची छोरा एक्लै बच्ची